यहाँनिर गाउँको अर्ग्यानिक आपके सामने एक बड़ा सा रेड बटन है। हाँ, है। ल है साथी। हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। धेरै दिनपछि अनि हजुरहरू सबैजनालाई मेरो तर्फबाट लासो फ्याफुला नमस्ते। फेरि पनि आइसकेँ म हजुरहरूको सामु। सो साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु। यस्तै हो, खासै मैले भ्लग बनाउनु पाएको छैन। आज मैले धेरै दिनपछि चाहिँ म हजुरहरूको सामु आउँदैछु। साथीहरूले चाहिँ होइन दिदी हजुरको भ्लग आउँदैन त, के भयो भन्दै हुनुहुन्थ्यो। सो साथीहरू, खासै अब घुम्ने काम हुन्छ, फेरि के हुन्छ कहिले के हुँदैन। भिडियो बनाउँदै अधुरो हुन्छ होइन। अब आज पनि के कस्तो हुन्छ हेर्दै जानु होइन साथीहरू। सो म चाहिँ अहिले खाना पकाउँदैछु यहाँनिर। अब म पुरै यहाँ सरसफाइ गर्दैछु होइन। अघि चाहिँ अब नानीसँग अब भ्याइँदैन, अलिअलि पढाउनु नि पऱ्यो, बिहानै उठेर खाएर मात्रै भएन। अनि त्यही भएर चुलोहरू चाहिँ सफा गर्नै पाएन क्या। अनि अब भर्खर चाहिँ अब म आज चाहिँ पुरा पर्दाहरू पनि धुनु पऱ्यो भनेर पर्दा झारेको। अनि यहाँनिर म चाहिँ पर्दाहरू झारिओरी होइन साथीहरू, यस्तो भएको छ क्या पर्दा नलाएपछिको। यस्तो छ भद्रा गोली, सबै झिकेर यस्तो बनाएको छ। यिनीहरूलाई चाहिँ म धोएर आज त घाम मजा लागेको छ नि त। अब यहाँ ल्याएर मजाले टाँगेपछि अलिकति कोठाको रूप पनि आउँछ, बाहिरबाट मान्छेहरूले पनि देखिँदैन होइन। अब यस्तै छ हालत, के भन्नु होइन रुमको। के गर्नु साथीहरू, यस्तै छ मेरो चाहिँ रुमको हालत। सो साथीहरू, म चाहिँ अब के अरे भाँडाहरू धुनुभन्दा पनि पहिला चाहिँ यहाँनिर सरफ लाएर यो पानीमा चाहिँ पुरा यो सरफ बट्टामा राखिराखेको छु नि त। अस्ति रतिसँग बाबाले ल्याउनु भएको सरफ। यसलाई चाहिँ कस्तो साह्रो भएछ हौ, खोलेर यहाँ पानीमा हाल्नेछु। भिजिबस्छ नि त भाँडा धुइन्जेलसम्म त। अब यसलाई चाहिँ म यो सबै पर्दा तन्ना सबैलाई चाहिँ यहाँ हाल्छु, तर अट्दैन जस्तै लाग्यो अहिले चाहिँ मलाई। अघि चाहिँ अट्छ जस्तो लागेको थियो। पुरै यहाँनिर भिजाएर राख्नुपर्छ, अनि भरे छिट्टै धुनु मिल्छ नि त। भिजाइराखेपछि चाहिँ पर्दाहरूको पनि किनेदेखि धोएको पनि छैन होला, 6-7 महिनै भइसक्यो। फोहोर भयो नि त। अब यसलाई पनि धुनु पऱ्यो, सो मात्रै गर्नु त, नधुइ त हुँदैन। नानीमा आमाहरूको नानी लग्यो बस्यो भन्नेहरूको चाहिँ यस्तै हो काम चाहिँ। नानीको आमा भएपछि चाहिँ पानी कम भयो, सब भिज्दै बसेछ। त्यस्तै हो साथीहरू, के गर्ने, काम पनि गर्नुपर्छ, आफ्नो घरमा भएको काम। फोहोर आएर सबै लुगा फोहोरहरू राखेपछि अनि यस्तो झिँगाहरू आएर हुन्छ। अब धोएपछि झलक्क आनन्दै हुन्छ नि। ब्रस गरेर ब्रस पनि राखेको छैन मेरो छोरीले। अघि हतार ब्रस गराएको, ब्रस गरेर यत्तिकै छोड्यो। आमा छोरी नै हतार गर्दै काम छैन, बिस्तारी उठौँला बिस्तारी गरौँला भने लास्टमा काम चाहिँ डल्लै बसिरहेको हुन्छ। अलिक पानी पुगेन छ, पानी हाल्नु पऱ्यो। भाँडा पनि धुनु बाँकी छ मेरो त। नानीको मम्मीको लुगा
अब चाहिँ म यो भाँडा धुनुपर्ने छ 2-3वटा भाँडा होइन साथीहरू। ल है साथीहरू, मैले चाहिँ 12 बजेको घाममा अघि भिजाएको लुगालाई पर्दाहरूलाई चाहिँ धुइधाई गरेर यहाँनिर सुकुटी सुकाइ गर्नुको लागि 12 बजेको घाममा सुकाइसक्यो है। 12 बजे चाहिँ यस्तो छ यहाँ काठमाडौँ चाबेलको चाहिँ हालखबर चाहिँ। सो म चाहिँ यता छु, घामले पोलिराखेको छ। अब म चाहिँ रुमभित्र जान्छु। अनि और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। हेलो साथीहरू, रतिसाको हामी चाहिँ अब पापालाई लिन जाने हो। हेलो साथीहरू, सो हामी चाहिँ रतिसाको बाबा लिनु जाँदैछु। गाउँदेखि आउनु भएको छ, के लिएर आउनु भएको रहेछ। लु हिँड बेबी, लु फास्ट फास्ट। बाबालाई गएर के गर्ने तिमी? हगी गर्ने कि के गर्ने? लु छिटो हिँड न। हो फास्ट फास्ट हिँड। तिमीलाई छिटो भेट्नु मन लागेको छ कि छैन? मन लागेको छ? बेबीलाई चाहिँ यहाँ बाबा भेट्नु मन लागिसक्यो अरे होइन साथीहरू। के लिएर आउनु भएको रहेछ हेरौँ है त। अब हामी चाहिँ त्यस्तो भन्नुभएको छ। अब गएर हेर्नुहुन्छ। रतिसाको बाबाको हालत चाहिँ यहाँ हेर्नु होला साथीहरू। बिर्स्यो भन्नुभएको थियो त, लिएर आउनु भएछ त। यस्तो पनि आउँछ है गाउँदेखि हाम्रोतिर चाहिँ। अब तपाईँहरूकोतिर चाहिँ लाउरे दाईको हालखबर चाहिँ यस्तो छ है साथीहरू। बाइक आउँछ है गाडी। कत्रो ठुलो छ त हौ रतिसाको बाबा यो त। लुगा यत्रो लगाएपछि त यत्रो हुन्छ त हौ। बाबा छोरी अगाडि अगाडि उसको छोरी यत्रो भएछ अरे हौ। अचम्मै छ। बा नाटक गरेको होइन हौ, यहाँ भिडियो बनाउँदैछु। तपाईँहरूलाई भाइरल बनाउनु पर्यो नि त नि। अब मेरो लुगामा त लागेन कि कालो। कति गरौँ हौ यो। दुईजना चाहिँ अघि कुदिसक्यो हौ। सो बाबा भेटेपछि त मम्मी नै नचाहिने हौ। अब चाहिँ यहाँ हिँड्नु नसकी छ दुईजनाको चाहिँ। ओके ओके ल भरे भेटौँला है साथीहरू। हामी चाहिँ अब रुममा आइसके। छिरेन हौ ढोकादेखि। त्यो कसको हो थाहा छ? ल है, दिदीले गाउँदेखि पठाइदिनु भएको रतिसाको बाबाले लिएर आउनु भएको। दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद। नमस्ते। भर्खर आइपुगेँ म रुममा। यहाँनिर गाउँको अर्ग्यानिक सुकुटीहरू पनि आएको छ है साथीहरू, हेर्नु होला। कसैले ल्याउने मान्छे चाहिँ यहाँ बसिराख्नु भएको छ। कसरी कट हुन्छ हौ, यति छ हो। धनियाँ प्याज हेलो साथीहरू, सबैजनालाई गुड नाइट। रतिसा बाबा चाहिँ आएर निस्किसक्नु भएको छ। अर्ग्यानिक मिठो मिठो खानेकुराहरू ल्याएर घरदेखि बुवा मम्मी पठाइदिनु भएको थियो। दिदीले नि पठाइदिनु भएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद। अनि अब हामी चाहिँ
सबैजनालाई के भन्न चाहन्छु भने यदि हाम्रो च्यानलमा हजुरहरू नयाँ साथीहरू जोइन हुँदै हुनुहुन्छ भने सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। अनि हामी पनि तपाईँहरूलाई छिटो छिटो ब्याक दिनेछौँ भन्दै लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला प्लिज साथीहरू। भिडियो कस्तो लाग्छ कमेन्टमा पनि भन्नु होला। ओके बाई बाई साथीहरू, आजको भिडियो चाहिँ यहीँ एन्ड गर्न चाहे। बाई बाई, लभ यु अल। आपके सामने एक बड़ा सा रेड बटन है। हाँ, है।